52,000 वन् मेरो खर्च भएको तपाईहरुको जोगिन सक्छ। साथीहरुलाई एउटा सुधार, सोनमुख भनिन्छ यो हैन कोरियन भाषामा, गोलीगाँठो। यो दुख्न थाल्यो बेसरी, अनि सोनमुख दुख्ने गोलीगाँठो यो हातको। मेरो काम चाहिँ यसरी समात्नु पर्ने भएको हुनाले यसरी समात्दाखेरि चाहिँ यो भाग बढी दुख्यो हातको। यो भाग बढी दुखिसकेपछि मैले औषधि पसलमा गएर औषधि मात्रै किन्दा हुन्छ होला नि भनेर कम्पनीको खिजाङनिमहरुलाई सोद्धाखेरि नै हैन हस्पिटल नै जानुपर्छ भनेर उनीहरूले भने। अनि म हस्पिटल नै गएँ। हस्पिटल गइसकेपछि अब एक्सरे गर्यो, करेन्ट लगायो, के तातो चिसोले चाहिँ के गर्यो गर्दा गर्दै 51,000 मेरो खर्च भयो। अब तपाईहरुको पनि यो भाग दुख्छ भने खास के गर्नु भने, अनि खास चाहिने भनेको चाहिँ यति मात्र रहेछ कि, खास चाहिने भनेको चाहिँ यति मात्र रहेछ कि यो हातमा यसरी लगाउने है, यो मात्रै किन्ने अनि त्यसरी औषधि पनि खानु पर्दैन। किनभने यो धेरै चल्ने मेरो देब्रे हात देब्रे हात खासै चलाउँदैन भने त्यो कारण बानी नपरेको हुनाले दुख्यो। अब दुख्यो पनि चलाउँदैन भन्न भएन, समातेको गरेर पर्यो, काम गरेको गर्न पर्ने हुन्छ। त्यही भएर दुख्छ भने चाहिँ यो मात्रै एउटा एक्टिभमा गएर अथवा फिजिर पनि पाउँछ होला, यो चाहिँ एउटा किन्दा हुन्छ होला हैन। यो एउटा किन्ने, अनि त्यसपछि अरु केही गर्नु परेन त्यस्तो हैन। अनि काम गर्ने बेला चाहिँ यो अलि लगाएर काम गर्न नमिल्ने रहेछ। बिहानको समय अथवा काम नगर्दाखेरिको समयमा अथवा राति लगाएर सुत्ने गर्छु म पनि। राति लगाएर सुत्ने अथवा काम नगर्दाखेरि चाहिँ लगाउने, रेस्ट टाइममा लगाउने गर्नुभयो भने यसले चाहिँ यो भागलाई चाहिँ यो धेरै चल्न दिँदैन कि, यताउता धेरै चल्न दिँदैन, ठिक हुन्छ। त्यसैले तपाईहरुको नि भाग दुख्छ भने चाहिँ, सोनमुख दुख्छ भने चाहिँ यही मात्र एउटा किनेर ल्याएर लगाउने गर्नुभयो भने धेरै आराम मिल्दो रहेछ। यति मात्रै। र आइसले सेक्ने कहिलेकाहीँ, अनि बोतलमा मनतातो पानी हालेर त्यो मनतातो पानीले चाहिँ त्यो ट्याक्कै दुख्ने भागमा हड्डी जहाँनिर हुन्छ गाँठो, गोलीगाँठोको हड्डी, त्यहाँनिर सेक्ने गर्नुभयो भने ठिक हुन्छ। र मैले चाहिँ एक्सरे यताउता त्यो सबै गराइदियो र अनि अब 52,000 जति खर्च भयो हैन। तपाईहरुको चाहिँ त्यो खर्च नहोला, यसरी यो मात्रै किन्नुस्, ठिक हुन्छ।